सुप्रभात सबैजनालाई। एकदमै दुःखद खबर छ। दुर्भाग्यवश मेरो पनि फ्रेन्ड लिस्टमा थियो त्यो मान्छे, कुमार थापा। नेपाली ब्रो भनेर आफूलाई चिनाउँथ्यो र म डेन्जरै हो, म बहुत ठुलो रेस्लर हो भनेर गफ दिएर नेपालका युट्युबरहरूले पनि उसलाई धेरै सपोर्ट गरेका थिए। जतिखेर उसको इन्टरभ्यू लिएकोले बिचमा रविन्द्र ढाँटज्यूले इन्डियन एउटा एमएमए फाइटरलाई हराउँदाखेरि पनि त्यस्तै गफ छोडिरहेको थियो, म रविन्द्रलाई हराउन सक्छु यताउता भन्ने। अनि त्यसपछि अस्ति भर्खर पनि रविन्द्रले एमएमएमा फिलिपिन्सका एमएमए फाइटरलाई हराउँदा पनि गफै दिइरहेको थियो। हिजो बेलुका राति 10 बजेतिर उनले आफ्नो श्रीमतीलाई रड प्रहार गरेर घाइते बनाएको थियो। अनि हस्पिटलमा भर्ना भएको उहाँको श्रीमतीको चाहिँ मृत्यु भएको छ। ठुलै गफ छोडेर बस्ने गफाडी, एकदमै फटा मान्छे नै लाग्थ्यो मलाई पहिलेदेखि नै। ऊ आखिरमा फटा नै रहेछ। श्रीमती 42 वर्षीय थिइन्, उनी पनि 42 वर्षकै। तिनी नेपाल आर्मी पनि थिए पहिला, यो नेपाली बुढो। उनको बुढी पनि नेपाल आर्मी नै हुन्। सो यो फटालाई समातिसकेर कडाभन्दा कडा कारबाही होस्। बिचराको ज्यान गयो, छोराहरू पनि ठुलै छ उसको। अरू त के भन्नु छ र। अब प्रहरीले उजुरी नै नलिएको 2-3 चोटि 4-5 चोटि उजुरी दिएको भन्ने उहाँहरूको आफन्तको भनाइ छ। प्रहरीले पनि उजुरी लिएर त्यो मान्छेलाई बेलैमा कारबाही गरेको भए सायद सत्य भएपछि त्यो ज्यान बस्थ्यो कि। अब ज्यान त गइसक्यो, त्यो मान्छेलाई कडाभन्दा कडा कारबाही होस् भन्ने एउटा माग छ सबैको। भिडियो हेर्नु होला, सेयर गरिदिनु होला, लाइक कमेन्ट गर्नु।